यति ठुलो छ है दुबई मरिना मल। डिजाइन चाहिँ क्या दामी बनाएको छ। मरिना मलबाट ठ्याक्कै बाहिरको पानीमा चल्ने डुङ्गाहरूको नजर यस्तो छ। यी डुङ्गाहरू चाहिँ पानीमा बुकिङ लिएर चल्न सकिन्छ। यहाँबाट बोटडुबीसम्म पनि जान्छ। गुड आफ्टरनुन दर्शक नमस्कार, स्वागत छ हजुरलाई मेरो युट्युब च्यानल एचएमपी फ्यामिली भ्लगमा। म हेमराज बुढाथोकीको तर्फबाट आज भने म ठ्याक्कै दुबई मरिनामा छु। यो चाहिँ ट्रम चल्ने एरिया हो, ट्रमको लोकेसन हो। यो चाहिँ रेड लाइन दुबई मेट्रो चल्छ भनेपछि यो चाहिँ ट्रम चल्ने ठाउँ हो। यो चाहिँ अल्सोफाबाट घुम्दै पलम चुमेरा घुम्दै दुबई मरिना टावर, दुबई मरिना। यो अहिले दुबई मरिना नाम भयो, दुबई मरिना मल। जो म जाँदैछु दुबई मरिना मल हो। जुमेरा बिच हुँदै यति छ, 11वटा स्टेसन छ यसको। 11 पारीको चाहिँ दुबई मेट्रो चल्ने एरिया हो। म ठ्याक्कै अहिले यो बाटोमा छु। अहिले चाहिँ म दुबई मरिना जाँदैछु। दुबई मरिना कति टाढा छ भनेपछि हिँड्ने भनेपछि 15 मिनट जति लाग्छ होला। म ठ्याक्कै दुबई मरिना मलको अगाडि हाल्छु। यो ट्रम र गाडी चल्ने बाटो हो। यता बाटो यस्तो छ कि अहिले गाडी चलिसक्यो भनेपछि बन्द भयो भनेपछि ट्रम चल्ने ठाउँ हो। चाहिँ दुबई ट्रम चल्ने ठाउँ। गाडी सिद्धियो भनेपछि ट्रम चल्ने, ट्रम गइसक्यो भनेपछि गाडी चल्ने रोड हो यो। अहिले चाहिँ यो चाहिँ जेबिसी भन्नाले जुमेरा लक टावर हुन्छ। यो चाहिँ दुबई मरिनाबाट आउने रोड हो, मेट्रोको ट्रमको। ट्रम चल्ने रोड यस्तो लिक छ, लिक मजा चल्छ यसरी। अहिले चाहिँ गाडीहरू गइरहेको छ। यो दुबई मरिना साइडतिर हो। यो चाहिँ दुबई मेट्रो हो, यसरी फास्ट चल्छ। दुबई ट्रम जस्तो ढिला सुस्तर चल्दैन कि, फास्ट चल्छ। यो चाहिँ मरिना मल हो। मरिना मलको दृश्य कस्तो छ हेर्दैछ। म चाहिँ अब मरिना मलको छिमेकिरहेको छु। यति ठुलो छ है दुबई मरिना मल। यहाँदेखि वहाँ पारीसम्म छ दुबई मरिना मल। मरिना गेट मलभित्र जाँदैछु। मल जस्तो छ। एउटा फुटबल ग्राउन्ड जस्तो छ मल। भित्र आयो त बाहिर कहाँ हो के हो थाहै छैन। यति ठुलो ग्राउन्ड जस्तो छ। बाहिरभन्दा भित्र सामान चाहिँ धेरै महँगो छ यो मलभित्र। यो चाहिँ बसेर कफी पिउन, चिया नास्ता गर्न आउँछ। यहाँबाट ठ्याक्कै बाहिर निस्केपछि साना पानी जहाजहरू पाउँछ मजाले।
बस्नलाई घुम्नलाई त आनन्द त छ तर खानलाई र केही सामान किन्नको लागि धेरै महँगोहरू छन् सामानहरू। कति ठुलो छ कि मल। लन्च गर्ने ठाउँ नास्ता गर्ने ठाउँ पनि ढुङ्गाको साइज जस्तो बनाएको छ डिजाइनहरू। चाहिँ यहाँ छ माथिबाट यसो गरी देखिन्छ मल। डिजाइन चाहिँ क्या दामी बनाउँछ। सायद सिनेमा जानलाई होला, सिनेमा पारी होला सायद त्यो साइडमा। आज कुन फिल्म लागेको छ, फिल्म राम्रो भए मुभी हेरेर घर फर्किनु पर्यो। कस्तो हुँदो रहेछ मुभी चाहिँ। धेरै भयो दुबई सिनेमा नहेरेको। आज सिनेमाको म भने अहिले ठ्याक्कै सिनेमा हलको अगाडि छु। सिनेमा हल पारी पर्छ भनेपछि म यतापट्टि छु। यो सिनेमा हलदेखि छेउनिरका मार्केटहरू, पिज्जा सपहरू छ, पिज्जा हटहरू। यो चाहिँ दुबई मरिना सिनेमा हल हो भनेपछि आज सिनेमामा हिन्दी मुभीहरू पनि लागेको छ लाग्ने त, तर अलि ढिला छ। अनि यो चाहिँ ठ्याक्कै तल बाहिरबाट मेन गेटबाट आउन बित्तिकै फर्स्ट सेकेन्ड फ्लोरको माथि, फर्स्ट सेकेन्ड फ्लोरमा छ भने हिन्दी सिनेमाहरू। यो हिन्दी सिनेमाको छेउनिरको मार्केटहरू, यसरी खेल्ने ठाउँहरू, बच्चा खेल्ने ठाउँहरू पनि छ। अनि यतातिर पिज्जा हटहरू छ भनेपछि यहाँ सबै मान्छे खाना, पिज्जाहरू, म्याकडोनल्ड्सहरू सबै पाइदो रहेछ। खाने मान्छेको भिडभाड, केएफसी पनि रहेछ। यो चाहिँ मान्छेहरू हाम्रो नेपालमा पनि छ यस्तो। मलभित्र आउँदो रहेछन् सबै। पिज्जा हट खाने ठाउँबाट, बस्ने ठाउँबाट बाहिर निस्केर हेर्दा यति यस्तो छ दुबई मरिनाको। यस्तो छ दुबई मरिना, गाडी चलिरहेका छन्। That wasn't it. Going faster. Just like your truck service. चाहिँ ढुङ्गा आइरहेको छ। यहाँ छ
बिहानदेखिबाट अब यसरी चटनी रहेछ पुदिनाको चटनी हो सायद टमाटर सस पुदिनाको चटनी कस्तो छ बाहिर बरतिर बाहिर किने होस् एउटालाई 2 रुपियाँ छ यहाँ 3वटालाई 13 दिँदा कति डिफ्रेन्ट छ मल भन्दा मलै हो पन्जाबी समोसा मैले यो समोसा बोकेर हिँड्दा बाहिर मान्छे के बोकेर हिँड्दै होला हुन्छ भन्ने त हेरिरहेको दुबई मरिना मलको लास्ट फ्लोर जहाँ माथिबाट देखिन्थ्यो ढुङ्गा जस्तो मान्छे झुन्डेर आयो जति रात हुँदै हुँदै जान्छ त्यति राम्रो सुन्दर देखिँदै जान्छ यो दुबई मरिना मल अहिले भने म ठ्याक्कै तल ग्राउन्ड साइडमा छु यो दुबई मरिना मलको ग्राउन्ड हो ग्राउन्ड अघि भनेपछि म माथि त्यो त्यहाँ माथिनिर बसेर भिडियो बनाएको थिएँ भने चाहिँ अहिले तल यो जहाँ डुङ्गाहरू चल्ने ठाउँ छ चिया कफी पिउने ठाउँ त्यहाँनिरबाट भिडियो बनाइरहेको छु अब घरतिर फर्किँदैछु आज सानो छोटो मिठो धेरै दिनपछिको छोटो मिठो भिडियो लिएर आएको छु हजुरलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट मार्फत सल्लाह सुझाव पनि लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु र भन्दै अहिलेलाई बिदा हुन चाहन्छु अर्को भिडियोमा भेट्ने बाचा सहित हस्त बाई